प्रस्तुत छ प्रधानमन्त्री पत्नी राधिका साक्यको भर्खरै लोकार्पण भएको आत्मकथा करुणाको एक अंश। त्यो घुम्ती यो सहयात्रा, जसलाई लेख्नु भएको छ राधिका साक्यले। हुन्छ, म सोचेर जवाफ दिन्छु नि 2-3 दिनमा। यसमा सोच्नुपर्ने कुरा नै के छ र? मेरो नाम केपी ओली, ज्यान यही हो। मसँग सम्पत्तिको नाममा केही पनि छैन। मैले तिमीलाई एउटा धागोको धरो पनि किनेर दिन सक्दिनँ। मैले तिमीलाई समय पनि दिन सक्दिनँ। यो बाहेक अरू केही बुझ्नुपर्ने छ र? त्यही त नि, यही हो कुरा। यसमा थप बुझेर पनि केही प्रगति हुने होइन पो भन्दै मुस्कुराउनु भयो। हो त्यो त। ल हुन्छ भने हुन्छ, हुन्न भने हुन्न, केही बिग्रेको छैन। मेरो साइडबाट चाहिँ ओके भएरै भेट्न आएको हुँ। म जिन्दगीमा विवाह नै नगर्ने भनेर बसेकी केटीलाई पहिलो पटक विवाहको प्रस्तावसहित भेट्न आएको केटो यस्तो विघ्न टिमुर्केको पो फेला पर्यो भन्ने सोचेर 2-3 दिनमा भन्छु भनेको कुरालाई त अस्वीकार गर्यो। एउटा धागो धरी किन्न सक्दिन पो भन्छ। उज्यालो चिसिँदै गएको साँझ थियो। चराहरू बास बस्ने तर्खरमा थिए। भरियाहरू आफ्नो वासस्थानमा फर्किँदै थिए। सहर दिनभरिको दौडधुपबाट विश्राम लिने मुडमा थियो। पार्टीकै नेताहरूले विवाहको प्रस्ताव ल्याएपछि मङ्सिर महिनाको एक साँझ पाटनमा एकजना साथीको डेरामा हाम्रो भेट भएको थियो। पार्टीकै नेताहरूले प्रस्ताव गर्नुभएको हो। बिहे नै गर्ने योजना त थिएन। उहाँहरूले भन्नुभएको करिब 2 महिना जति भइसकेको थियो। भनि त हाल्नुभयो, एकपटक भेटौँ न, भेट्दैमा के बिग्रिन्छ र भनेर मात्र भेट्न राजी भएकी थिएँ म। पहिलो पटक उहाँलाई पुलचोक इन्जिनियरिङ क्याम्पसमा अलि परैबाट देख्दा एक आदर्श नेताप्रतिको आदरभाव थियो। तर आजको भेटको सन्दर्भ पृथक थियो। त्यही नेता जसलाई स्वागतका लागि लामो समय कुर्दा व्यग्रतापूर्वक पर्खिएका मेरा आँखाहरूले आज उहाँको आँखामा आँखा जुदाएर जिन्दगीको निर्णय लिनुपर्ने थियो। म फेरि अर्को एउटा सकसमा बेरिएकी थिएँ। म जब उहाँलाई भेट्न घरबाट निस्किएँ, हल्का लज्जा, सङ्कोच र बेचैनीले डुगडुगी बढाइरहेको थियो। म ललितपुरको साख्य परिवारमा जन्मिएकी केटी, उहाँ झापाको बाहुन। राजनीतिक आस्थाकै कारण 14 वर्ष जेल जीवन बिताएर भर्खरै रिहा भएको उहाँको शरीर शिशुपाल थियो। म पुग्दा उहाँ पहिल्यै आइसक्नु भएको रहेछ। नजिकबाट हेर्दा जुस्स दारी, फुक्क गर्दा ढल्ला जस्तो ज्यान पनि के भन्नु, ह्याङ्गरमा झुन्ड्याएको कपडा जस्तो मात्र। एक वयस्क युवाका रूपमा उहाँको शरीरमा कुनै आकर्षण थिएन, तर बोलीमा भने दम थियो, आत्मविश्वास थियो। मसँग केही छैन भनेर यति आत्मविश्वासका साथ भन्न सक्ने मान्छे जीवनमा पहिलो पटक भेटेकी थिएँ मैले। आफूसँग केही नहुनु भनेको त ग्लानीको विषय हो जस्तो लाग्थ्यो मलाई। तर यो मान्छे त हात माग्न आएको केटीका सामु शिर ठाडो पारेर हिम्मतका साथ मसँग केही छैन भनेर बोलिरहेको थियो। उहाँको त्यो आत्मविश्वास देखेर म छक्क परेँ। उहाँका बारेमा अलिअलि सुनेको थिएँ। 3 वर्षको उमेरमा आमा बितेको टुहुरो, जसले बाल्यकालमा आमाको माया पाउन सकेन। माया र ममताको सेकताप नपुगेको र वर्षौं जेलको कठोरता भोगेकाले उहाँको शरीर रुग्ण थियो, तर आँखामा भने केही गर्ने जोश, भित्र निकै दर्विलो अठोट थियो, आत्मविश्वास थियो। त्योभन्दा पनि बढी चाहिँ झुटो नबोल्ने हिम्मत देखियो। त्यो चिजले मलाई कता कता प्रभावित पार्यो। ल फाइनल कुरा के भयो त? टोलाइरहेकी म त झसङ्ग भएछु। मेरो मनले निर्णय गर्न नपाउँदै मुखबाट अनायासै फुत्किहाल्यो। हुन्छ, ल फेरि भेटौला नि त, यति भन्दै उहाँ बाहिरिनु भयो। मलाई विवाहसँग उति बिना चाह तथा मोह पनि थिएन। फेरि मलाई यो घरयासी काम असाध्यै झिजो लाग्थ्यो। भान्सामा काम गर्न मनै पर्दैन थियो। बुहारीका रूपमा महिलाका कामधन्दा टोकसो कल्पना पनि गर्न सक्दैन थिएँ। यो सब बुहार्तनको झन्झट सोचेरै म जिन्दगीमा धेरै थोक गर्छु तर विवाह चाहिँ गर्दिनँ भन्ने लाग्थ्यो। तर आज पहिलो पटक भेटेको मान्छेलाई मैले विवाहका लागि हुन्छ भने कत्रो ठुलो निर्णय थियो यो। के गरेँ मैले? किन जरुरी थियो यो? के बाध्यता थियो मलाई? मैले सही गरेँ कि गलत गरेँ? साथीको डेराबाट घरसम्म आइपुग्दा मनमा प्रश्नका अनेकन छाल उड्दै र बस्दै गरेँ। एउटा प्रश्नलाई अर्को प्रश्नले थिच्थ्यो, त्यसलाई झन अर्को प्रश्नले, तर जवाफ आएन। त्यो रात लगभग छटपटीमै बित्यो। मलाई मेरो निर्णयप्रतिको जिज्ञासालाई सुत्त दिएको थिएन। यो मेरो एकल निर्णय थियो, कसैसँग सल्लाह नगरी गरिएको निर्णय थियो। त्यो निर्णय केही साहसपूर्ण र बढी दुस्साहसपूर्ण थियो।
हुन त मेरा जीवनमा मैले सानैदेखि गरेका एकल निर्णयले धोका दिएका थिएनन्, तर यो त निर्णय मात्र थिएन, साँच्चै जीवनका लागि एउटा अग्लो महान निर्णय थियो। मेरो निर्णय सुनिसकेपछि उहाँलाई चाहिँ माया लाग्यो रे। मसँग विवाह गरेर यो केटीले दुःख पाउँछे भन्ने सोच्नु भएछ। अर्को भेटमा उहाँले मलाई भन्नुभयो, तिमीले मसँग बिहे गरेर दुःख पाउँछौ, तिमी निर्णय बदल्न चाहन्छौ भने अझै केही बिग्रिएको छैन, बदल। उहाँको अप्रत्याशित कुरा सुनेर एकछिन त म अलमलमा परेँ। अनि उहाँलाई मैले अन्तिम निर्णय सुनाउँदै भने, मैले यो निर्णय बदल्नका लागि लिएको होइन, म तपाईँसँग बिहेका लागि तयार छु। म त्यति बेला अनेमा सङ्घ बागमती अञ्चल कमिटीको सदस्य समेत भइसकेकी थिएँ। राजनीतिक पोर्टफोलियो उहाँको के थियो थाहा थिएन, तर 14 वर्ष जेल जीवन बिताएर छुटेको भन्ने सुन्दा छुट्टै सम्मान र करुणा भाव जाग्थ्यो। यसो सोचेँ, पहिलो पटक भेटेको केटाले तिमीलाई यो गरिदिन्छु ऊ गरिदिन्छु, आकाशकै तारा झारिदिन्छु पनि त भन्न सक्थ्यो नि। त्यो नभनेर किन मबाट केही आशा नगर, म तिमीलाई धागोको धरो पनि किन्दिन सक्दिनँ भनेर टकटकिन्छ। यो त इमान्दारी हो नि। नसक्ने कुरालाई सक्दिन भनेर इमान्दारी देखायो नि। झुटो आशामा बाँच्नुभन्दा साँचो अभावमा बाँच्नु नै जीवनको श्रेयस्कर पाटो हो भन्ने ठम्याई भएकाले नै म कम्युनिस्ट धारमा ढल्किएकी हुँ। मध्यरातमा दुविधालाई फिका पार्दै मनलाई ढाडस दियो र म दिउँसो गरेको आफ्नो मुखबाट फुत्तै निस्किएको हुन्छ प्रति स्पष्ट प्रतिबद्ध र कृतसङ्कल्पित हुँदै गएँ। उहाँलाई देखेको यो दोस्रो पटक थियो। पहिलो पटक पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हो। 2044 साल असारमा उहाँ लगायतका साथीहरू जेलबाट छुट्नु भएको थियो। त्यही मेसोमा अनिरा सोभियोले रिहा भएका नेताहरूको स्वागतका लागि क्याम्पसमा कार्यक्रम राखेको थियो। मान्छेहरू टाढा टाढाबाट जम्मा भएका थिए। कार्यक्रम स्थल खचाखच थियो। अलि परैबाट उहाँलाई देखेको थिएँ, सानो काठको पातलो ज्यानमा। त्यतिखेरै बोल्ने ताकत दमदार थियो। इन्जिनियरिङ क्याम्पसमा भेला भएकाहरूलाई जुरुक जुरुक पार्ने गरी भाषण गर्नुभएको थियो। आज उनै केपी ओलीसँग बिहेको कुरा चल्न सक्ला भनेर चाहिँ सोचेको पनि थिएन। विक्रम सम्मत 2044 फागुन 10 गते कुपनडोलमा एकजना पार्टी कार्यकर्ताको घरमा हाम्रो बिहे भयो। जनवादी बिहे। वर वधुले एक अर्कालाई टीका र माला लगाइदिएपछि बिहे सकिने। त्यही दिन राष्ट्र ब्याङ्कमा स्थायीका लागि फाइनल अन्तर्वार्ता पनि थियो। अन्तर्वार्ता भ्याएर हतार हतार कुपनडोल आइपुगेकी थिएँ। म कार्यालय जाने पोसाकमै थिएँ। खैरो रङको स्वेटर, कालो रङको पुरानो साडी र चप्पलमै थिएँ। म कुनै एङ्गलबाट पनि दुलही जस्ती देखिएकी थिइनँ। उहाँको तुलनामा होची होची केटीमा। मैले माला लगाइदिँदा उहाँ थोरै निहुरिनु भयो र मुसुक्क मुस्कुराउनु भयो। उहाँले पनि माला लगाइदिनु भयो, टीका लगाइदिनु भयो। उपस्थित जतिले ताली बजाए। हाम्रो विवाह सम्पन्न भयो। दौरा सुरुवाल र नीलो कोटमा उहाँ चाहिँ दुलहा जस्तो देखिनु भएको थियो। हाम्रो विवाहमा कमरेड अमृत बोहरा, अष्टलक्ष्मी साक्य, झलनाथ खनाल, विष्णु रिमाल र अरू 15-20 जना नेता कार्यकर्ता सहभागी हुनुहुन्थ्यो। पार्टीकै पहलमा जनवादी बिहे भइसकेपछि पनि यो कुरा घरमा भनेको थिएन। एक म त बिहे नगर्ने भन्नेमा थिएँ। विभिन्न ठाउँमा पारिवारिक रूपमा स्थापित केटाहरूका बिहेका प्रस्ताव आउँदा समेत त्यो विषयमा छलफलै नगरी अस्वीकार गरेको थिएँ। अनि ठाउँ न ठहरको केटासँग चाहिँ बिहे कसरी सम्भव भयो भन्ने कुरा हुन सक्थ्यो। अर्को कुरा, हामी पाटनको साक्य, उहाँ झापाको बाहुन। तत्कालीन समाजको सामाजिक चेतना स्तर सामु ठूलै विद्रोह थियो। त्यो यो स्वागत हुने भन्दा अस्वीकृत हुने सम्भावना अधिक रहेको विषय थियो। जीवनको यति ठूलो निर्णय बिल्कुल मैले एक्लै गरेको थिएँ। विवाह गरेर सिन्दुर र माला लगाइसक्दा पनि मैले मेरो परिवारमा कसैलाई यसको सुईको सम्म दिएकी थिइनँ। आखिर ढाँटेर कति दिन टार्न सकिन्थ्यो र छलेर कति दिन उम्कन सकिन्थ्यो र। एक न एक दिन मैले छुपाएको सत्यलाई वास्तविकताले साक्षात्कार गरेरै छाड्थ्यो। यति थाहा हुँदाहुँदै पनि भन्न सुनाइहाल्न हिम्मतै भएन। साहस गरेर आज चाहिँ आमालाई भन्छु जस्तो लाग्थ्यो, तर भन्न सक्दिन थिएँ। फेरि हिम्मत गरेर बालाई भन्छु भन्थेँ, भन्न सक्दिन थिएँ। भाइलाई भन्दा सहज होला कि जस्तो लाग्थ्यो, तर उसलाई पनि भन्ने आँट आउँदैन थियो। कस्तो कष्टको समय भोगिरहेकी थिएँ। म आफैसँग आफै भाग्दै बाँचिरहेको थिएँ। झन्डै एक साता यस्तै अन्यल, दोधार र बेचैनीमै मैले बिताएँ। म आफ्नै मनको द्वन्द्वको शिकार भएकी थिएँ नराम्ररी। तर यो कुरा गोप्य राखेर पनि केही फाइदा थिएन। मनमा यति ठूलो निर्णयको बोझ बोकेर कसैलाई नभनी बस्न सक्ने स्थिति पनि त भएन। जति सक्दो छिटो यो गोपनीयताको बोझ बिसाउनु थियो। मलाई पार्टीबाट आएको प्रस्ताव र मेरो निर्णयबारे परिवारलाई जानकारी गराए। म केपी ओलीसँग बिहे गर्दैछु भने।
त्यसपछि घरका सबैजना 3 छक परे जस्ता भए। बिहे नै नगर्ने भनेकी छोरीले बिहेका लागि जनाएको सहमति एकातिर आमा बालाई राहतको विषय थियो होला, तर जे जसरी र जोसँग बिहे गर्ने प्रस्ताव थियो त्यो उहाँहरूका लागि चित्त बुझ्दो छैन भन्ने मैले ठानेकी थिएँ। एक त सत्ता विरुद्ध विद्रोह गरिरहेको केटो, 14 वर्ष जेल जीवन बिताएर निस्किएको मान्छे, कुनै पनि बेला राज्यको निशानामा पर्न सक्ने खतरा थियो। एउटा छोरीको बाबुआमा भएर सोच्दा छोरीको जीवनको सुख सयल र सुरक्षा भन्दा परको कुरा अर्को के थियो र? मेरा बा आमाको मनमा खेलेका भावना पनि त्योभन्दा अन्यथा थिएन सायद। उहाँहरूको ठाउँमा उभिएर हेर्दा त्यस्तै देखिनु स्वाभाविकै पनि हो, तर स्थिति त्योभन्दा निकै पर पुगिसकेको थियो। कुरा सुनिसकेपछि आमा केही बोल्नु भएन। बा भने सहजै सहमत हुनुभएको देखिएन। बाको भावना म बुझ्थेँ, तर म के नै गर्न सक्थेँ र? वास्तविकता र व्यवस्थाको जातमा पिदिँदै थिएँ म त्यतिखेर। त्यो यस्तो समय थियो जहाँ मेरा जीवनका 2 महत्त्वपूर्ण पुरुषहरूका भावनाका विरोधाभासपूर्ण लक्ष्मण रेखामाथि म उभिएको थिएँ। बा आफ्नो ठाउँमा रहेर जे सोच्नुहुन्थ्यो त्यो पनि सही थियो र मैले रोजेको बाटो पनि गलत थिएन। यो कुरा म शब्दले बालाई बुझाउन सक्दिनथेँ। यी सबै अनुत्तरित सवालहरूको जवाब समयले नै दिँदै जान्छन् भन्ने विश्वास थियो। त्यो यस्तो क्षण थियो मेरा बाको असहमतिमा म सहमत हुन सक्ने परिस्थिति थिएन। फागुन 28 मा घरबाट बिहे गर्ने तयारी भयो। पहिलो जनवादी तरिकाको भइसकेको थियो। फेरि घरबाट एउटै केटासँग 18 दिनको बीचमा 2 पटक विवाह हुँदै थियो। बा त अझै तयार हुनु भएको थिएन। उहाँलाई त्यो बेलाको सामाजिक चेतना स्तरले थिचि नै रहेको थियो। हुन त हो, तर नि छोरी आफ्नै मिल्दोजुल्दो केटा पनि त पाइन्थ्यो नि भनिरहनुहुन्थ्यो। उहाँ त्यो बिहेको दिन मामा घरतिर गएर बस्नुभयो। बिहेको दिन केपी सरले सुशीला प्याकुरेल, नारदा भारद्वाज, दीपक अमात्य सहित अन्य 2-3 जना साथीहरू लिएर आउनु भएको थियो। घरमा पनि यस्तै सामान्य तरिकाले टीकामाला लगाएरै विवाहको काम सम्पन्न भयो। ठुलो बा र आमाले टीका लगाई आशीर्वाद दिनुभएको थियो। पाटन पिला छेउमा एउटा कोठा खोजेको थिएँ। बिहेपछि चाहिँ हामी त्यो कोठामा सर्यौं। उहाँ राजनीतिमा मात्र केन्द्रित हुनुहुन्थ्यो। व्यक्तिगत जीवन अस्तव्यस्तै थियो। पिलाछेको कोठा मैले नै बन्दोबस्त गरेको थिएँ। खासमा बिहेपछि त उहाँले मलाई होइन, मैले चाहिँ उहाँलाई भित्र्याएको अवस्था थियो। म मेरा श्रीमान केपी शर्मा ओलीलाई केपी सर भनेर सम्बोधन गर्छु। आफ्नै बुढालाई पनि के सर भन्या भनेर मान्छेहरू छक्क पर्छन्। म मान्छेहरूका अगाडि औपचारिकता पूरा गर्न मात्र केपी सर भन्ने होइन। हामी 2 जना मात्र हुँदा पनि केपी सर नै सम्बोधन गर्छु। यसको कुनै प्रयोजन छैन। केपी सर नै भन्नुपर्ने कुनै बाध्यता छैन। म मेरा श्रीमानलाई आम मानिसहरूले जस्तै गरी नाम नलिकन अरू नै शब्दले सम्बोधन गर्न पनि सक्थेँ। हजुर भन्न सक्थेँ, बुढा भन्न सक्थेँ, केपीजी भन्न सक्थेँ, या केही नभन्न पनि सक्थेँ। तर मलाई सुरुदेखि नै यही भन्ने बानी लाग्यो। त्यही सहज हुँदै गयो। पहिलोपल्ट हाम्रो बिहेको प्रस्ताव लिएर आउनुभएका पार्टीका नेताहरूले केपी कमरेड भनेर चिनाउनु भएको थियो। हामी बराबरीका साथीहरू बीचमा कमरेड भन्थ्यौँ, तर उहाँ त सिनियर नेता हुनुहुन्थ्यो। केपी कमरेड भनेर त कसरी भनौँ भनेर मलाई सङ्कोच लाग्यो। कमरेड भन्न सकिन। बिहेका लागि कुरा भइरहेको पुरुषलाई अरू पनि के भनेर सम्बोधन गर्ने मलाई अप्ठ्यारो लाग्यो। उहाँलाई भेट्दा म राष्ट्र ब्याङ्कमा जागिर गर्न लागेकै 8 वर्ष जस्तो भइसकेको थियो। जागिरे दैनिकीमा भेटिएका मान्छेहरूलाई सर, म्याम भनेर सम्बोधन गर्ने बानी भइसकेको थियो। त्यसैले उहाँलाई पनि सर नै भने कि बिस्तारै यही बानी लाग्दै गयो। अचेल औपचारिक अनौपचारिक जुनसुकै स्थानमा पनि केपी सर नै भनेर सम्बोधन गर्छु। मलाई चाहिँ उहाँले नानी भनेर सम्बोधन गर्नुहुन्छ। मामा घरमा मलाई नानी देवी भन्नुहुन्छ। त्यही सुन्नु भएर हो कि मलाई नानी भनेर सम्बोधन गर्नुहुन्छ। कहिलेकाहीँ औपचारिक स्थानहरूमा उहाँले राधिका भनेर सम्बोधन गर्दा अनौठो लाग्छ। उहाँले राधिका भन्दा मलाई नै भनेको हो कि अरू कसैलाई भनेको हो भनेर झुक्किन्छु। त्यति बेला उपत्यका बाहिरका नेताहरूको उपत्यकाका डेराहरू साझा जस्तै हुन्थे। बाहिरबाट आउने आफन्त तथा कार्यकर्ताहरूको बास बस्ने ठाउँ सहज थिएन। बिहेपछि हाम्रो आफ्नो व्यक्तिगत समय, निजी स्पेस भन्ने चिज लगभग शून्य जस्तै भयो। त्यो सानो कोठामा 16-17 जना मान्छेहरू पनि सुत्नु पर्थ्यो। सुत्नु पनि के भन्नु, अटे पो सुत्नु, रात कटाउने मात्र। निजी जीवन श्रीमान श्रीमतीका रूपमा सेयरिङ, रियरिङ, केयरिङ भन्ने चिज कहिल्यै अनुभूत हुन पाएन भन्दा पनि खासै फरक पर्दैन। भात भान्साको झन्झट लाग्ने मलाई त्यसैले पछ्याइरहेको थियो। पारिवारिक टन्टा बेहोर्नु पर्ला भनेर नै बिहे नगर्ने भन्दै बसेकी म झन् झमेला बेसाइरहेकी थिएँ। एक हिसाबले जीवन ताबाबाट झरेको माछो भुङ्ग्रोमा भने जस्तो हुँदै गयो।
बिहे भएको केही समयपछि उहाँ लुम्बिनी अञ्चलको इन्चार्ज भएर जानुभयो। त्यसबीचमा उहाँको हालखबर लामो समय थाहा हुँदैनथ्यो। आउजाउ गर्ने मान्छेहरूले पनि बासी खबर ल्याउँथे। उहाँले बेला बेलामा पत्र लेख्नुहुन्थ्यो। पत्र आउँदा मान्छे नै भेटेको जत्तिकै खुसी मिल्थ्यो। त्यसपछि अर्को पत्र नआउन्जेल मनमा बेचैनी छटपटी भइरहन्थ्यो। पानीको छिटा पर्दा नि बिरामी हुने जान। त्यो लुम्बिनीका गाउँ बस्ती डुल्दा ठेस लाग्दो हो, काँडाले कोर्दो हो, चोटपटक लाग्दो हो, ज्यान बिमार हुँदो हो, खाने सुत्नेको टुङ्गो नहुँदो हो। कसले ख्याल गर्ला? मनमा अनेक तर्कना आइरहन्थे। सिंगै राज्य उत्रिएर लागेको छ, जता भेट्यो उतै सिद्ध्याउन सक्थ्यो। सम्झिँदा पनि मन भारी हुन्थ्यो, जिउ सिरिङ्ग हुन्थ्यो। दिन त जसोतसो बित्थ्यो, तर रात भने कटाउन कठिन हुन्थ्यो। तर यो मैले रोजेको जीवन थियो, मैले स्वीकारेको समय थियो। 14 वर्ष जेल जीवन बिताएको मान्छेलाई साथ दिने मेरो अठोटका सामान्य प्रकम्पहरू थिए। यसमा म विचलित हुनु हुँदैन थियो। जीर्ण शरीर बोकेर हिँडिरहेको तर दृढ सङ्कल्प र अठोट भएको योद्धालाई साथ दिने गरी मैले गरेको निर्णयलाई पूरा गर्न मैले अझै थुप्रै अप्ठ्यारा झेल्नुपर्ने हुनसक्छ भन्नेमा म सचेत थिएँ। म आफै बाल्यकालमै ठूलो बिमारबाट गुज्रिएको र उहाँ लामो समय जेल जीवनका क्रममा भोगेका यातनाले शिथिल हुनुहुन्थ्यो। वर्गीय लडाईँको मोर्चामा हुनुहुन्थ्यो। हामीलाई यस्तै साझा घाउहरूले निकट बनाएको थियो। साझा पीडाले एकै ठाउँमा ल्याएको थियो। त्यसैले पनि सायद ममा विचलन आएन होला। नत्र एउटी श्रीमतीका रूपमा श्रीमानसँगको चाह र अपेक्षाहरू स्वाभाविक तराजुमा राखेर जोख्ने हो भने सन्तुलनको परिभाषै बदल्नुपर्ने हुन्थ्यो। श्रीमतीका रूपमा मैले उहाँलाई साथ त दिनु नै थियो। उहाँ सानैमा आमा गुमाएको टुहुरो समेत हुनुहुन्थ्यो। एउटी आमाको काख र मातृवात्सल्यको न्यानोपना गुमाएको व्यक्तिलाई आमाको मायाको अनुभूति पनि दिने प्रयत्न हुन्थ्यो र अपेतु छँदैछ। ती धेरै अप्ठ्यारा दिनहरूमा सम्हाल्दै जोगाउँदै संरक्षण गर्दै आजको दिनसम्म आइपुग्दा धेरै उतार चढाव आएका छन्। हामी श्रीमान श्रीमतीका बीचमा हुने आपसी सम्बन्ध भन्दा पनि सहकार्यको बलमा यहाँसम्म आइपुगेका छौँ। सुरुदेखि नै एउटी आम श्रीमतीका रूपमा भन्दा एउटा राजनीतिज्ञको सहकर्मीका रूपमा आफूलाई समर्पित गर्दै आएकी छु। केपी ओलीसँग मेरो भेट हुनु एउटा अनौठो संयोग थियो भने बिहे नै हुनु अर्को मिठो संयोग थियो। पत्नीका रूपमा मैले उहाँसँग के पाएँ भन्ने कुराले त्यति अर्थ राख्दैन। पत्नीका रूपमा मैले के योगदान दिन सकेँ भन्ने कुरा मात्र मेरो प्राथमिकतामा पर्छ। कहिलेकाहीँ म सम्झिन्छु एउटी श्रीमतीकै रूपमा मात्र व्यवहार गर्ने हो भने गुनासो गर्न मिल्ने पनि त प्रशस्तै ठाउँ छन्। एउटा आम श्रीमतीका अपेक्षा आफ्ना श्रीमानले समय दियोस्, जन्मदिनमा उपहार दियोस्, विवाह वर्षगाँठ यादगार बनाओस्, तिमीलाई के कुराको खाँचो छ भनोस् भन्ने नहुन्छ नै। आफ्नो महत्त्वपूर्ण समय परिवारलाई दिएन, पर्याप्त खुसीहरू साटेन भनेर गुनासो पनि त गर्न सकिन्थ्यो। फेरि सम्झिन्छु उहाँले त पहिलो भेटमै भन्नुभएको थियो, मैले श्रीमानका रूपमा तिमीलाई व्यक्तिगत चाहहरू पूरा गर्न सक्दिनँ भनेर, एउटा धागोको धरो पनि किनिदिन सक्दिनँ भनेर। उहाँले झुटो आशा देखाएर निराश बनाएको भए पो दुःख लाग्नु। उहाँबाट के पाएँ भन्दा पनि उहाँको यात्रामा कसरी सघाउन सक्छु भन्ने कुराले मलाई बढी पिरोल्छ। मलाई त्यसै पिरलोबाट खुसी मिल्छ र अन्तस्करण तृप्त र सन्तुष्ट बन्छ। र त मसँग कुनै गुनासो छैन उहाँसँग र आफैसँग, आफ्नो निर्णयसँग र आफैले रोजेको जिन्दगीको यति गति र सङ्गतिसँग। यो थियो प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका साक्यको किताब आत्मकथा करुणाको एक अंश।